फाइनली हामी घाँस गयौँ, घाँस हिँडेका, घाँस काट्नलाई। अब के भन्दै हुन्थ्यो बुवाले? उँभो जाउँ, उँभो भयो डाँडा काँडा रमाइलो आउँदा नि ओह्रालो हुन्छ। पुग्न सकिँदैन, सकिन्छ सकाउमै ढिलो हुन्छ अलिकति। ए हुन्छ भने जाउँ न। पर्छ माथि जान्छ अरे भन्छ। हैसिया छ नि छ। यसो एउटा भिडियो पनि बन्छ माथि सौँदा पछि युट्युबतिर हाल्नलाई। सुतौँ अहिले बेलाखेरि जाऊँ भनेको त नि। भनेको अब दाजुहरू जाने अरे। लु सबैजना रमाइलो हुन्छ। हिँड्न चाहिँ गाह्रो उकालो, ओह्रालो चाहिन्छ। अघि नाम्रै नलिएको छु नि माथि, सम्झ्याएको थिएँ। हतार हतार फोन गर्नुभयो, यस्तो गाह्रो भएन बोक्नलाई। बोल तँलाई फेरि तिमी त्यो बुढाभित्र चामल रहेछ कि चामल भएकाले गरमको भोजन यहाँ खान सकिँदैन नि त चामल, त्यही भएर यहीँबाट ल्याएको। यो फुवाएर खटिराएर पुरै पानी जुधेर हो कि मेरो नि यसरी यो राता राता जिउतिर कता कता होला होला पुरै। ए झन् तपाईँ बिजोग झेउकुरी कराउन थाल्यो दिउँसे। अल्छी गिरो ए झ्याउकुरी त अर्कै गरी पो कराउँछ है साँच्ची। अयो हो खोला नाला भिर पाखा सोनो रे जिन्दगी जिन्दगीको खेल चढी जाने नै हो र तिमी हाँसिराख्नु म बाँचिराखुँला छैन गीतमा छैन भाका पछिको गीतमा। सबजना हिँड्दै हुन्छ, ढिलो हिँड्नुहुन्छ, ढिलो हिँड्नुहुन्छ। मै रहेछु बरु अलि छिटो हिँड्ने। लेक पनि बेसी जस्तो घाम छ। म नि आज कटु लगाइदिएँ, सधैँ सुरुवात लाउँछु। तर यो बुवा जुकाले चाहिँ मलाई हिजो 10 भन्दा बढी फाल्यो होला हिजो एक दिनमा। जुकाले तपाईँ भन्नुहुन्छ नि खुट्टा सिकसिक गरे गर्छ, जुकाले भेटेकै पुरै अनि गाह्रो पर्यो। छैन नि रितको संसार यो
कानको रङ्ग बेदियो मनको कहानी सुनेको एक खोला है हरियाली जङ्गलमा को रहेछ नि यार पुरै घाँस काट्दै पो रहेछ नि त पुरै घाँस काटिरहेको रहेछन् पुरैको ए सुदी भन्दै सुदी सुस अय्या हो गाह्रो छ नि यार उकालो छ बाटो बुवाहरू आउँदै हुनुहुन्छ फाइनलमा यहाँ आइपुगे ए 10x बा यहाँ आइपुगे जेठा होइन नि जस्तो लाग्यो राम्रोसँग हेर्नु न जेठा हो जस्तो लाग्यो होइन ऊ हो बलेका जेठा छोरा होइन हो जस्तो लाग्यो जेठै हो जस्तो लाग्यो जेठा बलराम सरका जेठा छोरा भने जुम हिँड्नु आउँदै गर्नुहुन्छ साइल अङ्कल गइसक्नु भयो घाम चिसो अर्काउ घामले देख्यो कि घामले के देख्यो कि झ्याउ लाग्छ यतिकै शीतल शीतल भए चाहिँ ठिक हो रुखहरूले गर्दा नत्र यता झ्याउ अयो